Guys, welcome back to new vlog हैन न्यू भ्लग आज न्यू डे न्यू भ्लग हैन आज चाहिँ होलिडे बिकज हैन त्यही हो गाइस हैन आज त टक्कै हाम्रो ग्रुप चाहिँ मस्त हैन जानु भएको घुम्न चाहिँ अब टक्कै केटाहरू हल्ला गर्दै हिँड्ने हो त्यही हो समटाइम्स इन्जोय गाइस इन्जोय सबजनाले इन्जोय गर्नुहोस् हेर्नुहोस् इन्जोय गर्नुहोस् हैन अब त्यही हो अब ट्याक्क लगाएर घुमिन्छ म चाहिँ आजको भ्लग चाहिँ सुरु गरेको हैन ट्याक्क लगाएर चिसो मौसममा अब ट्याक्क लगाएर ट्याक्कै अब घुमिन्छ होइन मस्त घुमिन्छ केटाहरूसँग ट्याक्कै डुलिन्छ आइन्छ अनि फेरि यस्तो घुमेको चाहिँ सर्ट भिडियोहरू चाहिँ बनाउँछु है म हाम्रो चाहिँ रुम यताबाट हो कि यहाँ परबाट घुम्नु जाने हो कि हामी चाहिँ ट्याक्क लगाएर ओ माई गड मौसम चाहिँ बब्बाल छ यहाँ हामी चाहिँ यही घरमा बस्ने त्यही गाइस सबैजनाले हेरेर साथ दिनु होला म चाहिँ बिचमा ट्याक्क अहिले रुमबाट निस्केँ अब बिचमा गएर बनाउँछु टाइम त्यसको साथदेखि फेरि उता गन्तव्य पुगेपछि बनाउँछु त्यही हो अहिलेलाई चाहिँ इन्डिङ हामी चाहिँ चारजना आइयो होइन चारजना त मस्त हान्नुपर्छ डुल्नुपर्छ अब त्यही हो गाइजहरू म्यासेडोनियामा कसै आउँदै हुनुहुन्छ भने चाहिँ टक्क कन्ट्याक्ट गर्नु होला होइन हामी न्यू इन्फर्मेसनहरू पनि दिन्छौँ न्यू भिडियोहरूमा न्यू इन्फर्मेसनहरू दिन्छौँ होइन अहिले चाहिँ राम्रै छ होइन यतै आउँदै हुनुहुन्छ भने चाहिँ लास्टै अहिले चिसोको मौसम छ चिसोबाट बस्नको लागि तातो कपडाहरू लिएर आउनु होला अब भन्दै गर्छु तपाईँहरू क्वेसन गर्दै गर्नु होला म चाहिँ यो चाहिँ टिकटकमा हाल्छु होइन त्यही हो हाम्रो गाइजहरू चारजना ग्याङ हो अनि ट्याक्क लगाएर जान्छौँ हामीहरू चाहिँ मस्त त्यो माथि डाँडातिर जान्छौँ दाइ माथि त्यो मन्दिर देखिन्छ नि त्यतातिर जान्छ क्या त्यतै जान्छौँ होइन हामी चाहिँ टक्क रमाइलो गर्छौँ आज चाहिँ म चाहिँ लगभग 10-12 मिनटको भिडियोहरू हाल्छौँ होइन त्यही हाम्रो ग्याङमा चाहिँ अब टक्कलाई सबै त्यही हो हामी चाहिँ अब अलि माथि आइपुग्यो होइन यस्तो छ यहाँको नजर फेरि त्यही हो गाइस सबजनाले चाहिँ हेरेर सपोर्ट गरिदिनु होला माया गरिदिनु होला होइन हामी चाहिँ यता भर्याङ चढ्दैछौँ भर्याङ यस्तो छ यहाँको नजर ओ माई गड वाट अ सरप्राइज यार त्यही हो सबैजनाले सपोर्ट चाहिँ गरिदिनु ट्याक्कै यहाँ यस्तो छ यहाँको भ्यूहरू हामी चाहिँ केटाहरू ट्याक्कै यता आएँ होइन ट्याक्कै यता आएँ हेलो म अब मेरो फ्यानहरू अब यता नि फ्यानहरू रहेछन् क्या अब केटाहरू ट्याक्कै हात मिलाउँछन् आउँछन् चेस गर्छन् हिँड्छन् तर फ्यानहरू रहेछन् होइन फ्यानहरूलाई चाहिँ थ्याङ्क यू है थ्याङ्क यू मेरो सपोर्टरहरूलाई मेरो फलोवर्सहरूलाई चाहिँ सबैजनालाई थ्याङ्क यू यही हो होइन हामी चाहिँ यसकै पछाडिबाट बस्छौँ होइन अलिक पर बस्छौँ अब यही हो मेन सिटी मेन ठाउँ भनेको यही हो होइन घुम्नु लायकको ठाउँ नै हो यहाँ फेरि अब त्यो काठमाडौँबाट आउँछ नि जाम के काठमाडौँको जाम थानकोटको जाम जस्तै यस्तै हो एभ्री टाइम चाहिँ यस्तै जामहरू हुन्छ होइन अब त्यही हो होइन रमाइलो गरेर त्यही हो अब केटाहरूले त्यही हो केटाहरू चाहिँ उता फोटोमा बिजी छन् होइन सपोर्ट चाहिँ गरौँ है गाइस अरू त्यस्तै हो म चाहिँ एकछिन नबनाउँछु ल केटाहरूको रमाइलो कुराहरू सुनाउँ न होइन अब केटाहरू अब के गर्ने अब होइन अब चलपल हानिदिने होइन अब यहाँ मेरो साथीहरू यहाँ भर्याङ गर्दैछन् होइन अब त्यही हो केटाहरूले अब फर्स्ट टाइम आइफोन सोको फोटोसोटो खिच्नु आउँदैन यताउति कुराहरू गर्छन् तर त्यस्तो होइन गाइस छु होइन मेरो छु होइन त्यही हो अब मजाक गर्नुपर्छ मजाक अब रमाइलो गर्नुपर्छ सबजनाले रमाइलो गर सपोर्ट चाहिँ गर होइन यताको न्यू इन्फर्मेसनहरू चाहिएमा चाहिँ अब सबैजनाले मलाई चाहिँ लाइक कमेन्ट सियर सब्सक्राइब भनेर पनि फलो गर फेसबुकमा फलो गर त्यही हो हाम्रो गाई काठमाडौँको गल्ली है यो फेरि काठमाडौँको गल्ली जस्तै भयो होइन मै हो यो फेरि काठमाडौँको गल्ली हिँड्ने केटा फेरि यही हो चिनिराख्नुहोस् होइन अब ट्याक्कै यतातिर म्यासेडोनिया आउने भए चाहिँ दाइलाई कन्ट्याक्ट गरौँ है सबजनाले दाइलाई फेरि खतरा सुझाव सल्लाह दिन्छ नि दाइले फेरि तपाईँलाई भने होइन नि दाइ फेरि मैले मलाई आफै दाइ भनेको नि तपाईँले फेरि मलाई भन्यो भने मक्ख नपर्नु त्यही हो होइन हाम्रो फेरि मेन बोस
मेन बोस होइन अब यता फेरि बोसको फेरि पिए भन्छ नि के भन्छ नि गालो त्यही हो होइन हाम्रो केटाहरू फेरि यस्तै हो हल्का इन्जोय मलाई फेरि यस्तो हो क्या यताउति बाहिर हिँड्दाखेरि चाहिँ मस्त हाँसी हिँड्न मन लाग्छ क्या फेरि रोइ झ्याउ लाग्छ क्या रोनी फेरि केटाहरू रुँदै हिँड्दै गर्छ टिकटक नो फेसबुक त्यही हो केटाहरू मेरो फ्यानहरू टिकटकतिर फ्यानहरू छन् रहेछन् क्या यतातिरको फेरि फ्यानहरू रहेछ फ्यानहरू रहेछन् मैले टिकटकमा भन्दा नि मैले चाहिँ फेसबुकमा एक्टिभ छु त्यही हो ओहो भलिबल खेल्ने थाहा सक्यो लङ टाइम भयो यार भलिबल नखेलेको नि म माथि गएर बनाउँछु ल हामी चाहिँ यहाँ माथि आइपुग्यो होइन अब त्यो पेलाएर यता बाटो कता गइन्छ कता देखा खाँदै हामी चाहिँ यता घुम्ने होइन फर्स्ट टाइम भन्दा नि म्यापले त फर्स्ट टाइम बताउँदैन कि दाइ म्यापले कहिले फर्स्ट टाइम बताउँदैन नि त हामी त पहिला नि आएको भन्ने बताउँछ कि म्यापले चाहिँ होइन मलाई त नचिने रहेछ माछा तेरो बाउ म है ए यार त्यसले त पुरा धम्की दियो कि मलाई त यार मान्छे नचिनेपछि यस्तै हो कि मान्छे चिन भाइ चिन त्यही हो मान्छे चिनेन कि त्यसले चाहिँ मलाई चिनेन सधैँ म सम्झाएर आउँछु कि त्यसलाई होइन कि दाइ छोडिदिनु कि मलाई नसमात्नु म गएर सम्झाएर आउँछु नि त त्यसलाई ड्याङ हान्नु कि मलाई चाहिँ होइन त्यसले चाहिँ अब भुगिदिरहेको के त्यहाँ त अब त्यही हो होइन कुकुरले चाहिँ हल्का डिस्टर्ब भएको थियो होइन त्यही भएर यस्तो गरिदिएको क्या फेरि त्यहाँ कराइराख नबोलेर जा भनिएको होला कि त्यसले चाहिँ होइन अब त्यही हो गाइज अब हामी चाहिँ मस्त लगाएर घुमिरहेछौँ ठाउँ चाहिँ अब काठमाडौँमा बरु चाहिँ म एक्लै घुम्न सक्दैन हाल्ने यहाँ चाहिँ म चाहिँ सब ठाउँ एक्लै घुमिदिन्छु कि अब म्याप हेरेर अब आइफोन 16 वाला त्यो आइफोन 16 वालाहरू पनि छन् अब त्यही हो यतै अब त्यही हो केटा यहाँ चाहिँ अब अरूभन्दा नि यस्तो के सधैँ यहाँको केटीहरू पत्ताउनलाई चाहिँ हामीले के रुल्स गर्नुपर्छ हाम्रो यहाँ लभ गुरु पनि छन् नि फेरि लभ गुरुहरूसँग हामी घुम्न लभ गुरु चाहिँ होइन उहाँले चाहिँ अब मस्त सिकाइदिनुहुन्छ क्या लभ पानी तरिका चाहिँ होइन बेलुका ट्युसन पढ्न आइन्छ त्यही हो गाइस हामी चाहिँ अब गन्तव्यभन्दा अलि अगाडि रात म भिडियो बनाउँछौँ है फाइनल्ली हामी चाहिँ गन्तव्यमा आइपुग्नु भएको थियो है अब केटाहरू कुरा चाहिँ अब यति हिँड्दैमा कति गाह्रो भयो भनेर भन्छ कि केटाहरूदेखि अब ए यार नेपाली हो यार सगरमाथा चढेको हामी हो यार हामी हो सगरमाथा चढेको मान्छे हामी हो अनि यति उकालोमा हिँड्दैमा कति गाह्रो हुने हो म थर्काइदिएको केटाहरूलाई चाहिँ यो केटाहरू चाहिँ क्या मस्त ओ माई गड मौसम चाहिँ बबाल हेर्नु न त्यहाँ मैले हाम्रो नेपालमा भएको भए माछा पनि पुरै बिजुक बनाइसक्यो होला कि घाँस काटेर मेरो एरिया हो है यो चाहिँ अब त्यही हो गाइस यहाँबाट चाहिँ हाम्रो खतरा भ्यू देखाइदिन्छु म एकछिनमाखेरि अब मस्त लगाएर होइन अब त्यही हो घरहरू पनि क्या दामी छ यार माई गड मौसम हेर्नु न ओ शीतलो मौसम त्यहाँकै केटाहरू साथमा तोप खाँदै तोप खाँदै त्यहाँको चिलमा होइन केटाहरू त अब केटीहरू त भाग्यमान हुनु पर्यो नि त होइन गाइस होइन भाग्यमान हुनु पर्यो केटीहरू यिनीहरूले त्यही हो मामाको घर नि देखाइदिन्छु है म उ त्यो मामाको घर मामाको घर है यो चाहिँ हाम्रो यहाँको चाहिँ मामाको घर है त्यही हो मामाको घर नि त्यही हो होइन
मामा घर जाने मन छ भने भन्नुहोस् मलाई, म पुऱ्याइदिन्छु। अहिले त बुढाहरू पुरै पात झरेर यार सन्दीप दाई कस्तो सुक्खा खरिड लागे जस्तो सन्दीप दाई यो अहिले युरोपको भन्छौ पुरै पात झरेर खरिड लाछ पैसा छैन गाउँमै पुरै हेर त पात झरेर सन्दीप दाई टेल मी feelings better your feelings better or no your feelings better तपाईलाई चाहिँ होइन कि मैले तपाईँ खुसी हुनुहुन्छ कि हुनुहुन्न कस्तो छ तपाईँलाई भन्न खोजेको हो नि त मैले त हाउ टु फिलिङ सोधिदिनु क्या त्यो चाहिँ हामीले चाहिँ सतगतमा बोल्ने बानी छ नि त त्यही भएर तपाईँलाई चाहिँ के भनेको भन्दा फिलिङ्स बेटर त्यही हो फिलिङ्स चाहिँ फिलिङ्स बेटर आइसक्नु लाग्यो त माथि मलाई त यो कुकुर भन्यो भने त होइन अब लास्टै झाउ लाग्छ कि होइन होइन यो के छ तपाईँको होइन कस्तो छ भन्नु नि तपाईँलाई सोधेको तपाईँ रुख हो र अनि ल भन्नु नि त हेर पात झरिसक्यो आइफोन 16 हेरौँ न एकचोटि हाम्रो मेरो फ्यान्सहरूलाई आइफोन 16 कस्तो हुन्छ देखाइदिनु पऱ्यो क्या सबै गवारहरू माथि छन् क्या मेरो फ्यान्सहरू नि फेरि देखाउनु न अहिले भालु आयो भने भाग्न पर्छ मैले त भिडियो बनाइदिएको बाघ हुन्न रे भालु हुन्छ रे यार देव जङ्गलतिर छिरियो होइन भालुलाई त नाकमा हान्दै हुन्छ क्या प्याक हो के बजाइदियो मलाई थाहा नि त बाघ त नि अब हेर्नुहोस् न मौसम चाहिँ आम्बो हामी उता कुरिसिया जङ्गलसम्म भन न अनि कुरिसिया जङ्गलमा भाग्न लाग्यो है भाग्न लागेको इटाली जान लागेको कुरिसिया जङ्गलसम्म हामी चाहिँ भाग्न लाग्यो यहाँ आइपुग्यौँ हामी चाहिँ जङ्गल डुल्दैछौँ होइन भनेपछि बल्ल आउला माई गड रित्तै हिँड्यो भने त कहाँ झोला पुग्यो हिँड्यो भने त मामाले माथि पठाइहाल्छ नि त हाम्रो मेन नायक के अरे एजेन्ट 3 हो होइन हामीलाई यहाँ लान्छु भने दलाली हो होइन त्यही हो दलालीहरूसँग हिँड्ने फेरि मजै छ नि त छुट्टै छ मजा लोकेसन हेर्छन् होइन अब त्यहाँ कहाँ आएको त सिधै पछि हिँडिदिने माथि हो क्या अब त्यही हो अब त्यही भएर यो त यार हाम्रो गाउँको बाटो हो यहाँ हेर्नुहोस् त यहाँ हाम्रो गाउँको बाटो हो क्या यो चाहिँ हाम्रो गाउँको बाटो यस्तै छ यार यस्तो भइदियो भने भाग्य हुन्थ्यो नि मासले कचरा छ बाटो कचरा त्यही हो हामी चाहिँ गन्तव्य अब चाहिँ म गन्तव्यमा पुगेर माथि बनाउँछु ल भिडियो फाइनली गाइज हामी चाहिँ गन्तव्यमा आइपुग्यो है लास्ट चाहिँ थकाइ लाग्यो कि डेन्जर उकालो हिँड्ने लङ टाइम पछि उकालो हिँड्ने नि त अनि त्यही भएर कस्तो अब्याक भयो होइन ठिक छ होइन अब रमाइलो गर्नको लागि चाहिँ यति दुःख चाहिँ गर्नुपर्छ त्यही हो होइन फलो चाहिँ मिठो तरिकाले गरिदिनु न गाए चाहिँ सबलाई माया छ मेरो होइन सबजनाले सपोर्ट गर्नु पर्यो कि सबैजनाले सपोर्ट गर्नु पर्यो त्यही हो हामी चाहिँ गन्तव्यमा यहाँ होइन यहाँबाट चाहिँ मिठो भ्यू देखिन्छ भनेर आएको तर सपनामै सीमित भयो होइन त्यही हो गाइज यहाँ चाहिँ अब राराहरू छन् सबै यहाँ दुईवटा यो मान्छे माथि रारा चाहिँ सानो नभएको रारा है यो मान्छे माथि थियो त्यही हो फाइनली थ्याङ्क यू फर वाचिङ दिस माई भिडियो होइन अब एभ्रिथिङ माई सपोर्टर all of you guys and thank you so much for everything guys होइन सपोर्ट मी होइन मलाई चाहिँ सपोर्ट गर्ने सबजनालाई चाहिँ मनैदेखि माया छ होइन भन्दै मैले चाहिँ भिडियोलाई चाहिँ इन्डिङ गर्न चाहन्छु यदि बाइचान्स मैले भिडियो बनाएँ भने नि योभन्दा राम्रो भ्यूहरू देखेँ भने मैले पक्कै पनि भिडियो बनाउँछु गाइजहरू होइन तपाईँहरूको माया साथ सपोर्टलाई चाहिँ निहाल्दै मैले भिडियोहरू बनाउने छु त्यही हो चिसो लाग्यो होइन त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ दिस माई भिडियो
सबजनाले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला होइन। अब खाली टाइममा मात्रै बनाउँछु मैले भिडियो होइन। त्यही हो, माया छ सबैलाई मनैदेखि। बाई बाई गाइज।